धेरै पहिले रामायणमा वर्णन गरेको कथा अनुसार अयोध्याका राजा दशरथका राजा 4 छोरा, तीमध्ये राम, भरत, लक्ष्मण र शत्रुघ्न। तीमध्ये भगवान राम सबैभन्दा जेठा र बुढी थिए। रामका भाइ लक्ष्मण उसलाई धेरै माया गर्थेछ। साथै रामले पछि रामको बिहा मिथिलाकी राजकुमारी सीतासँग विवाह भयो। एक दिन राजा दशरथले रामलाई राजा बनाउने निर्णय गरे, तर रानी कैकेयीले पहिले पाएको वरदान मागिन्। भरत राजा बन्ने र रामलाई 14 वर्ष वनवास पठाउने बाबुको वचन राख्न राम वन गए। सीता र लक्ष्मण पनि सँगै गए। वनमा उनीहरू साधारण जीवन बिताइरहेका थिए। त्यही समयमा लङ्काका राजा रावणले सीताको सौन्दर्यता र स्माइल देखेर उसलाई अपहरण गर्ने योजना बनायो। रावणले सुनको मृगको चाल चल्यो। राम मृग समाउन गए। लक्ष्मण पछि गए अनि मौका पाएर रावणले सीतालाई लङ्का लग्यो। सीता हराएपछि राम र लक्ष्मण धेरै दुखी भए। खोज्दै जाँदा उनीहरूले महान भक्त हनुमानलाई भेटे र हनुमान वनराज र सुग्रीवका मन्त्री थिए। हनुमानले रामलाई सहयोग गर्ने र उनकै निवारण गर्ने वाचा गरे। हनुमान समुद्र पार गरेर लङ्का पुगे। त्यहाँ अशोक वाटिकामा दुखी भएर बसेकी सीतालाई भेटे र उनले रामको औँठी दिएर राम तपाईलाई लिँदै आउनुहुन्छ भन्ने सीताले खबर पाइन् र सीताले पनि आफ्नो चिनो दिएर रामलाई खबर पठाइन्। त्यसपछि रामको सेना र रावणको सेनाबीच ठुलो युद्ध भयो। लक्ष्मणले वीरतापूर्वक युद्ध गरे। युद्धका बेला लक्ष्मण घाइते भए र घाइते हुँदा हनुमान हिमालबाट सञ्जीवनी बुटी ल्याएर उनको ज्यान बचाए। अन्त्यमा रामले रावणलाई पराजित गरेर सीतालाई मुक्त गराए। 14 वर्षमा वनवास पुरा भएपछि राम, सीता र लक्ष्मण र हनुमान अयोध्या फर्किए। अयोध्यावासीले दीप बालेर खुसी मनाए। यही सम्झनामा आज पनि दिवाली मनाइन्छ। यस कथाले सत्य र कर्म र भाइचारा, प्रेम, भक्तिको शिक्षा दिन्छ। रावणले धर्म र सत्यको मार्ग देखाए पनि सीताले धैर्य र निष्ठावान देखाइन्। यो कथा रामायणको र रामको कथा सुनेर कस्तो लाग्यो तपाईँहरूलाई प्रतिक्रिया दिनुहोला तपाईँहरूले र बेलायकनमा सब्सक्राइब सपोर्ट गरिदिनुहोला। हस्त धन्यवाद।